हेलो गुड इभिनिङ सबैजना ठिकै हुनुहुन्छ होला। विन्टर पुग्यो चाहिँ यो बी सब्जी चाहिँ यस्तै रातो रातो भइहाल्दो रहेछ, किन होला है? समरमा हुँदैन, विन्टरमा चाहिँ रातो भइहाल्दो रहेछ। अलिकति खानु सकिनँ हामी चाहिँ अलिक विन्टर पुग्यो भने चाहिँ छिटो खानु पर्दो रहेछ। तपाईँहरूले कसलाई मन पर्छ कमेन्ट गर्नुहोस्। यस्तो रातो भइहाल्दो रहेछ। तर मलाई मनपर्छ, तर लो प्रेसरले गर्दा यो लो प्रेसर हुनेहरू यो खायो भने चाहिँ झन् लो प्रेसर हुँदो रहेछ। विन्टरमा चाहिँ साह्रै तितो लाग्छ। वर्षामा त ठिकै हो कि सिजन हुँदाखेरि ठिकै हो। यस्तो हाम्रो चाहिँ के बनाउँ, सब्जी बनाउँछ, सब्जी खानु सक्दैन, यस्तो रातो हुन्छ, कुहिन्छ, आफै झर्छ। माया पनि लाग्छ, पाप पनि लाग्छ होला। नबनाउँ भन्दा पनि हुँदैन, मनले मान्दैन, बनाउनु मनपर्छ, सब्जी रोप्नु मनपर्छ। साथीहरू तपाईँहरूले यस्तो ठुलो इस्कुस देख्नु भएको छ? एउटाले 3 केजी 2 केजी पुग्ने खालको इस्कुस हो। चारजनाको सब्जी पुग्छ एउटाले, यस्तो छ। अनि साथीहरू यसको नाम चाहिँ के होला? अलिक कमेन्ट गरिदिनुहोस् है, यसको नाम चाहिँ के हो कि?